नेपालमा भुसियाहरूले मोज छ हेर। अहिले रातको यति बजे भइसक्यो, सरकारी गाडी लिएर हिँडिरहेछ मासला। कति आनन्द छ यिनीहरूले है। सरकारी गाडी लिएर मासला राति यति बजीसम्म। आमा यार, यिनीहरूकै रहेछ जिन्दगी। सरकारी गाडी बोकेर यसरी राति राति हिँड्न पाउँछ यार। सरकारले अफिसको लागि भनेर दिएको गाडी राति यसरी हिँडिरहेछ। अहिले रातको कति बजिसक्यो हेर्नु। रातको यतिखेर आमा कहाँ जान लाग्यो रहेछ यो। यहाँ बिहे छ जस्तो छ, त्यहीँ आएको जस्तो यो। हिजो नै बिहे भइरहेको थियो यो घरमा, यतापट्टि पछाडिपट्टि साइडमा। मोज छ जाँठाहरूलाई।